हेलो अनि नमस्कार सम्पूर्णमा म सुमन बिटी र आज म यहाँहरूलाई एउटा नयाँ भिडियो लिएर उपस्थित भएको छु। यहाँहरूको लागि एउटा नयाँ भिडियो तयार पारेको छु र आज नयाँ भिडियो तयार पार्ने क्रममा चाहिँ मैले आफ्नै गाउँको घर तपाईहरुलाई भिजिट गराउँदैछु। सानो र एकदमै प्यारो घर छ मेरो, हैन। जे जस्तो भए पनि एकदमै आफू जन्मेको ठाउँ, आफू हुर्केको ठाउँ, आफ्नो बाल्यकाल बिताएको ठाउँ एकदमै प्यारो मेरो जन्मभूमि धादिङको कल्लेरी गल्छी गाउँपालिका स्थित कल्लेरीमा रहेको मेरो घर तपाईहरुलाई भिजिट गराउँदैछु। र मेरो घरको सबभन्दा सुरुवातमा चाहिँ अब यो तल यो देख्न सक्नुहुन्छ एकदमै तल नदीहरू छ। त्यो चाहिँ त्रिशुली नदी हो अनि त्यहाँ तल चाहिँ बजार रहेको छ, हैन। र म चाहिँ एकदमै डाँडामा छु। मेरो घर चाहिँ एकदमै डाँडामा छ। कल्लेरीको डाँडो भन्ने बित्तिकै त्यहाँ सुमन बिटीको घर छ भनेर बुझे हुन्छ। कल्लेरी डाँडोको सबैभन्दा टपमा नै मेरो घर रहेको छ र म मेरै घरको आसपासबाट बोलिरहेको छु। तपाईहरुलाई बिस्तारै म मेरो घरको दृश्यहरू देखाउँदैछु। सबैजनाले अन्तिमसम्म भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। ओके साथीहरू, तपाईहरुले यो तलसम्मको दृश्य देख्न सक्नुहुन्छ, रोड देख्न सक्नुहुन्छ, नदी देख्न सक्नुहुन्छ, हैन। हो यो चाहिँ त्रिशुली नदी हो। त्यसपछि त्यो देखिएको रोड सडक खण्ड भनेको चाहिँ हामीले त्यसलाई 28 किला भन्छौँ। त्यो 28 किलाको बजार हो। अनि त्यहाँबाट माथि यो झुरुप्प देख्नु भएको गाउँ चाहिँ खरीढुङ्गाको गाउँ हो। त्यसलाई खरीढुङ्गा भन्छौँ। र अनि यता आइसकेपछि है त्यो माथि एउटा डाँडो देख्न सक्नुहुन्छ ठुलो, त्यसलाई चाहिँ हामीले लेखको डाँडो भन्छौँ, हैन। त्यसपछि यता चाहिँ अब मेरो घर आउने बाटो छ, हैन। घर आउने बाटो छ। यहाँबाट आइसकेपछि यस्तरी उक्लिएर, हैन। अब यहाँबाट मास्तिर गयो भने चाहिँ एउटा मन्दिर छ माथि, मेरो घरभन्दा माथि मन्दिर पुगिन्छ। र यहाँबाट चाहिँ एउटा सानो गोरेटो छ, हैन। अनि यहाँ चाहिँ मेरो कान्छो भाइले यस्तो करामत गरिरहेछ, गेटहरू जस्तो बनाएको छ, हैन, काठको है। अनि त्यसपछि अब यहाँबाट यसरी इन्ट्री गर्छौँ। एकदमै स्विट इन्ट्री हुन्छ यहाँबाट हाम्रो। त्यसपछि अब यहाँ आइसकेपछि यो चाहिँ पोखरी रहेको छ, हैन। त्यसपछि गएर अनि यहाँ चाहिँ मेरो घरको अगाडिको फेस यस्तो रहेको छ है। अब गाउँको घर यस्तै नै हुन्छ, हैन। तपाईहरु सबैलाई थाहा छँदैछ। अनि त्यसपछि यता चाहिँ मेरो घरको पिँढी रहेको छ, पिँढी। त्यसपछि गुन्द्री, हैन, डोको, मेरो हेलमेट छ डोकोभित्र। त्यसपछि अनि मुढा छ, बस्ने मुढा। यता चाहिँ किचनको पार्ट रहेको छ भने यता चाहिँ हाम्रो सुत्ने ठाउँ रहेको छ। र यो चाहिँ किचनको र यता स्लिपिङ रुमको ठ्याक्क बिचमा चाहिँ वालमा यसरी हनुमानको फोटो राख्नु भएको छ मम्मीले। अनि त्यसपछि यता चाहिँ म एकदमै डग लभर हो। त्यसपछि मलाई मनपर्छ भनेर कुकुर पालिएको छ। त्यस्तै गरी यहाँ चाहिँ कुखुराहरू छ। हामीले एउटा चाहिँ आज खायौँ, अब अझै एउटा खानु बाँकी छ, हैन। कुखुराको खोर छ त्यहाँ। अनि यो चाहिँ यो पुरै नास्पातीको बोट हो। यो बाहिरपट्टि चाहिँ पुरै इस्कुसको झालले चाहिँ पुरै जेलिएको छ, पुरै ढाकिएको छ। इस्कुसको झालले चाहिँ यसरी पुरै ढाकेर, हैन, बोट नास्पातीको बोट नै नचिनिने त्यस्तो भएको छ। अनि यतातिर चाहिँ अब मम्मीले सिमीहरू लाउनु भएको छ है। यसलाई चाहिँ हामीले हाँडे सिमी भन्छौँ हाम्रो गाउँतिर चाहिँ। हजुरहरुकोतिर के भन्नुहुन्छ है। यहाँ तपाईहरु देख्न सक्नुहुन्छ झुप्पा। यो झुप्पामा अनि यो यसको बाहिरको बोक्रा चाहिँ खानुहुन्न, हैन। तर भित्रको त्यो दाना चाहिँ एकदमै मिठो हुन्छ खानको लागि है गाइज। यो चाहिँ हाँडे सिमीको बोट हो। यसरी झ्याम्म, हैन, पुरा ठुलो बोट छ। मलाई नि मिठो लाग्ने सिमी हो यो चाहिँ। अनि त्यसपछि यो चाहिँ यो तपाईले एउटा सुकिरहेको रुख देख्नुहुन्छ। यो चाहिँ नास्पातीको रुख हो, नास्पातीको बोट हो। र त्यसमा पनि हाँडे सिमीकै के छ त भन्दा झाङ रहेको छ। अनि यो नास्पातीको बोट चाहिँ मैले सानो छँदा लगाएको नास्पातीको बोट हो। अहिले यत्रो ठुलो भइसकेको छ,
म जति ठुलो भएको छु त्यस्तै ठुलो भएर गइसकेको छ। अहिले चाहिँ अब यिनीहरूको यो नास्पातीको रुखहरूको पात झर्ने सिजन भएको कारणले गर्दा पात अहिले छैन। र यो चाहिँ मैले सानोमा लगाएको है नास्पातीको बोट। अहिले यत्रो ठुलो भएको छ, मैले 2-3 चोटि खाइ पनि सकेको छु नास्पाती। र यतापट्टि जाँदाखेरिमा चाहिँ होइन, यतापट्टि अब यो गाउँघरमा हामीले भकारो भन्छौँ यसलाई होइन, गाईबस्तुको मलमूत्रहरू सबै कुराहरू यहाँ हामीले मल बनाएर यसरी स्टोर गर्छौँ। अनि त्यसपछि यता चाहिँ फेरि हाम्रो रक्की ह्यान्डसम बसिरहेछ। हेलो रक्की भाइ, के छ खबर? यो चाहिँ मेरो गाउँको कुकुर हो। मैले काठमाडौँमा 2वटा पालेको छु, यहाँ पनि 2वटा छ होइन। यो चाहिँ अलि चकचके भएर अलि एग्रेसिभ टाइपको छ, त्यसले गर्दा यसरी बान्नुपर्छ यसलाई चाहिँ, नत्र नयाँ मान्छे देख्ने बित्तिकै टोक्न सुरिएर जान्छ है। त्यही भएर यसलाई चाहिँ कन्ट्रोल गर्ने तरिका यस्तै छ। अनि त्यसपछि गएर यता त अब तपाईँहरूले देख्न सक्नुहुन्छ गाउँघरको शौचालय कस्तो नै हुन्छ र होइन। शौचालय यस्तो छ। अब शौचालयको भित्रको भाग पनि देखाउनु पर्छ जस्तो चाहिँ मलाई लाग्दैन होइन। ओके। अनि यतातिर चाहिँ हाम्रो मम्मीले होइन खसी बाख्राहरू पाल्नु भएको छ। यता 1, 2, 3, 4, 5वटा छ है। 5वटा छ। यहीँभित्र खोर छ, यहीँभित्र बाहिर निस्किने। के छ? हेलो, हाई। सबै पुरै टुवा परिरहेछन्। के गर्दैछ सुमनले भनेर होला होइन। यसरी बाख्राहरू पालिएको छ। अनि त्यसपछि तपाईँहरूलाई अर्को के देखाउँ त म भने होइन, यहाँ चाहिँ अब मेरो मम्मीले बकुल्लाहरू रोप्नु भएको छ, त्यसपछि सागपातहरू रोप्नु भएको छ होइन। अनि यता गएर तपाईँहरूलाई म देखाउँछु होइन, केराउ रोप्नु भएको छ। केराउको बोट कतिजनाले देख्नु भएको छ है। केराउको बोट यस्तो हुन्छ, केराउ यसरी फल्छ होइन। अनि त्यसपछि यो सानो सानो चाहिँ सोपको साग भन्छ हामीले त हो, सोपको साग भयो। अनि यो ठुल्ठुलो पहेँलो फुलेको रायोको सागहरू फुलेर यस्तो भएको हो। अनि मखमली फुलको बोट पनि छ, मखमली फुलेको छ। तर अहिले चाहिँ के भएको छ त भन्दा सुकिसकेको छ। अनि यता त अब बकुल्लाको बोटहरू भयो है। अनि त्यसपछि यो चाहिँ अमिलोको बोट हो, अमिलोको बोट हो है गाइज। यो चाहिँ अब म तपाईँहरूलाई केही गाउँहरू देखाउँदैछु है त। यहाँ क्यामेराबाट जति जुम गर्न सकिन्छ त्यो जुम गराएर हजुरहरूलाई मैले गाउँ देखाउँछु। यहाँ त उखु पनि छ, यसरी उखु छ, टमाटरको बोट छ होइन। अनि धेरै कुराहरू छ के गाउँमा त। फेरि ल हेर्नुहोस् है, यो पारी देखिएको गाउँ चाहिँ भोर्ले गाउँ हो। अनि त्यो माथि एउटा टुप्पो छ नि, टुप्पोमा एउटा रोड क्रस भएर अर्को डाँडापट्टि गएको छ। त्यो डाँडा चाहिँ फेरि त्यो डाँडाबाट उता चाहिँ खाल्टे भन्ने ठाउँ हो। अनि यो अगाडि देखिएको गाउँ चाहिँ भोर्ले भन्ने गाउँ हो है। अनि त्यसपछि यता अब बारी छँदैछ होइन। यतातिर चाहिँ म चाहिँ होइन पहिला सानोमा एकदमै धेरै चकचक गर्थेँ होइन। यता चाहिँ हाम्रो गाउँमा यसलाई चिलाउनेको रुख भन्छ। यो चिलाउनेको रुख हो। अहिले यसको नि पात झरिसकेको छ होइन। अनि यहाँ चाहिँ हामीले नल परालहरू यसरी स्टोर गरिरहेछौँ है। अनि त्यसपछि त्यहाँ चाहिँ पारिपट्टि तपाईँहरूले देख्न सक्नुहुन्छ, यहाँ चाहिँ यो एनटिसीको टावर हो। अनि त्यसपछि यतापट्टि अर्को यो रुखले छेकिएको छ, यहाँनिर अर्को एनसेलको टावर पनि छ। अनि त्यसपछि अब यता गएर यस्तै छ होइन, हिउँद लागिसकेको छ, बारीहरू बाँझो छन् होइन। बर्खायामहरूमा जस्तो हरियाली हुँदैन यतिखेर। अनि त्यसले गर्दाखेरिमा बर्खायाममा जस्तो हरियाली नहुने भएको कारणले गर्दा अलि सुक्खा ठाउँ छ। सो गाइज, भिडियो कस्तो लागिरहेको छ अन्तिमसम्म हेरेर साथ दिनु होला सबैजनाले। र मैले आज टिका पनि लगाएर चाहिँ आज मैले जुन मन्दिर छ यो डाँडाबाट माथि भने नि, यहाँ चाहिँ म पूजा गर्न आएको थिएँ। खासमा मेरो भाकल थियो, त्यो पूजा गर्न आएको कारणले गर्दा पूजा गरिसकेपछि टिका लगाइरहेको छु मैले होइन। फेरि म अघिकै फेसमा आइसकेँ।
यतापट्टि चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ यो ठुलो ठुलो बिल्डिङ अनि 2-4 घरहरू तपाईँले देख्न सक्नुहुन्छ। त्यो ठुलो बिल्डिङ अनि त्यो लामो घर चाहिँ त्यहाँ चाहिँ स्कुल रहेको छ, जुन मैले पढेको कल्लेरी माध्यमिक विद्यालयको स्कुल हो। र पहिले चाहिँ यो पिपलको रुख छ नि यता तपाईँहरूले त्यहाँ नपुग्दै अलि यता झ्याम्म परेको एउटा ठुलो पिपलको रुख देख्न सक्नुहुन्छ। त्यहाँ चाहिँ पहिला स्कुल थियो, त्यहाँबाट उता सिफ्ट भएको। अनि त्यहाँ चाहिँ पसलहरू पनि छ त्यो घरहरूमा हैन, 2-4वटा पसलहरू छन्। हामी किनमेलको लागि त्यही ठाउँमा जाने गर्छौँ। अनि त्यसपछि गएर यता भनेको त अघि मैले देखाइसकेको छु है। यो मेरो घर चाहिँ एकदमै डाँडोमा भएको कारणले गर्दाखेरिमा पूर्व पश्चिम उत्तर दक्षिण सबै देखिन्छ के, सबै ठाउँको एरिया चाहिँ देखिने भएर एकदम रमाइलो ठाउँ छ। सो गाइज कस्तो लागिरहेछ मेरो एकदमै प्यारो जन्मिएको ठाउँ मेरो गाउँ हैन। मलाई चाहिँ एकदम अब सबैलाई मनपर्छ आफू जन्मिएको हुर्किएको ठाउँ, आफ्नो गाउँघर सबैलाई प्यारो लाग्छ भनिन्छ नि। आफ्नै गाउँ फर्किआए नयाँ नयाँ सपना ल्याए उकाली ओह्राली गर्दै, यस्तो गीत त सुनिरहनु भएको छ। पक्कै आफ्नो गाउँघरको झझल्को मेटाउने हैन गीत रहेको छ। र मेरो गाउँबाट सबै ठाउँहरू हैन मजाले देखिने, यता नुवाकोट त्यसपछि गएर अनि धादिङका अन्य भागहरू सबै चाहिँ राम्रोसँग अवलोकन गर्न मिल्ने डाँडामा भएको कारणले गर्दा चाहिँ एकदमै रमाइलो छ यो ठाउँ। यदि तपाईँहरू धादिङको गल्छी आउनुभयो भने हाम्रो कल्लेरीमा पनि भिजिट गर्न नभुल्नु होला। कल्लेरीमा भिजिट गर्नु आउनुभयो भने कल्लेरी डाँडोमा भिजिट गर्न आउनु होला। कल्लेरी डाँडोमा आउँदाखेरिमा सबभन्दा टपमा घर भएकै सुमन बिटीको घर हो। अनि त्यहाँ पनि तपाईँहरू पक्कै पनि भिजिट गर्नुहुन्छ, तपाईँले घर पनि देख्नुहुन्छ। अनि त्यस्तै गरी मन्दिर पनि रहेको छ यहाँ माथि चाहिँ। यो एउटा सानो घर छ, त्यो घरभन्दा उतापट्टि मन्दिर छ, त्यो मन्दिर पनि भिजिट गर्न सक्नुहुन्छ। अनि बस यहाँबाट नजिकै गुप्तेश्वरी महादेवको मन्दिर पनि रहेको छ, गुफा पनि रहेको छ। गुप्तेश्वरी महादेवको गुफा भनेपछि एकदमै प्रख्यात धार्मिक स्थल रहेको छ। त्यो धार्मिक स्थलमा शिवरात्रि त्यस्तै गरी तीज यी अवसरहरूमा चाहिँ धेरै ठुलो मेला पनि लाग्ने गर्छ र तपाईँहरू आएर मेला अवलोकन पनि गर्न सक्नुहुन्छ र अरू बेलामा पनि आउन सक्नुहुन्छ हैन। र यहाँ आउनको लागि चाहिँ धादिङको कल्लेरीमा आउनको लागि आदमघाट हुँदै आउनुपर्ने हुन्छ र आदमघाट हुँदै आउँदाखेरिमा अलिकति बाटो चाहिँ कन्डिसन अलिक खराब नै छ। अहिले अब हामी सानै थियौँ त्यति बेला, लगभग 2-3 क्लासतिर पढ्थ्यौँ, त्यति बेला खनिएको बाटो हो र अहिलेसम्म पनि पिच चाहिँ भएको छैन, न ग्राभल भएको छ। यो चाहिँ अलि दुःख लाग्दो कुरा हो। अनि बिजुली बत्तीको सुविधा चाहिँ ठिकै छ। अनि त्यस्तै गरी पानीको सुविधा पनि भर्खरै गाउँघरमा प्राप्त हुन थालेको छ। नत्र भने पहिले पानीको पनि एकदमै धेरै समस्या थियो मेरो गाउँमा, दुःख थियो। र अहिले चाहिँ हामीले प्रत्येक महिना 300-400 तिर्छौँ र त्यो 300-400 तिरिसकेपछि पानी चाहिँ जे होस् 1-2 ड्रममा थाप्न पाइन्छ आफ्नै घरमा। त्यसरी चाहिँ पानीको पनि सुविधा प्राप्त भएको छ। अहिले अलिकति चेन्ज सुधार त भएको छ, तर धेरै जसो चाहिँ अलिक विकट जस्तै लाग्छ। कतिपय ठाउँहरूमा म मेला महोत्सवको लागि म्युजिक कन्सर्टको लागि जाँदाखेरिमा धेरै टाढाहरू पनि पुगिरहेको हुन्छु। त्यस्ता धेरै दूर दराजमा भएका ठाउँहरू पनि विकसित भएको देख्छु। तर मेरो गाउँ चाहिँ हाइवेबाट यति नजिक हुँदै पनि खै अब हाम्रो जो जनप्रतिनिधिहरू हुनुहुन्छ उहाँहरूले समयमा विकास निर्माणको कामहरू गर्न नसक्नु भएको हो कि अथवा उहाँहरूले पहल नै नगर्नु भएको हो कि त्यो कुरा चाहिँ प्रश्न चिन्ह उठ्छ यहाँ। किनकि अब यति नजिक हाइवेबाट काठमाडौँबाट यति नजिक भएर पनि यो अवस्था देख्दाखेरिमा चाहिँ हामीलाई दुःख लाग्छ। तर यो कुराहरू पनि अब हुने स्थानीय चुनाव अनि फेरि अब भर्खरै हुन लागेको फागुन 21 को चुनाव हैन, सबैबाट चाहिँ राम्रो जनप्रतिनिधिहरू चुनिएर सबै कुरा राम्रो हुन्छ होला भन्ने अपेक्षा गरौँ।
हामी जस्तै युवावर्गहरूले नै हो वास्तवमा देशको मुहार समाजको मुहारमा परिवर्तन ल्याउने भनेको। हामी पनि आफै सजग रहनुपर्छ, सचेत रहनुपर्छ र जसले बुझ्नुभएको छैन, जसले जान्नुभएको छैन उहाँहरूलाई पनि हामीले सुसूचित गर्नुपर्छ। त्यो हामी पक्कै गर्दैछौँ। सो साथीहरू, तपाईँहरूले सुमन बिटीको सानो अनि त्यसपछि रमाइलो प्यारो घर पनि हेरिहाल्नुभयो है। खासै मैले त्यस्तो धेरै केही गर्न सकेको छैन, अब गर्ने प्लानिङमा चाहिँ छु बिस्तारै। अनि सो हजुरहरू सम्पूर्णलाई यो आजको भिडियो कस्तो लाग्यो र यस्तै थप भिडियोहरू र थप अपडेटहरू लिन चाहनुहुन्छ भने मेरो यो युट्युब च्यानललाई, मेरो भ्लगको च्यानललाई सबैले सब्सक्राइब गरिदिएर साथ दिनुहोला, सब्सक्राइब गर्नुहोला अनि त्यसपछि माया गर्नुहोला। अनि भिडियो कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नुहोला। थ्याङ्क यू सो मच, लभ यु अल।